बेनी नगरपालिका 4 तातोपानी म्याग्दी जिल्लामा अवस्थित यो प्राकृतिक तातोपानी कुण्ड रहेको छ साथीहरू। यो गेट नम्बर 1 को प्रवेशद्वार यहाँ रहेको छ। प्राकृतिक तातोपानी आउने हुँदा यहाँ विभिन्न ठाउँबाट मानिसहरू यहाँ तातो पानीमा आएर नुहाउने गर्छन्। घन्टौँसम्म नुहाउँछन् आरामले। यो पानी 50 डिग्री सेल्सियसमा रहेको हुन्छ। 50 डिग्री सेल्सियसमा रहेर मानिसहरू नुहाउने गर्छन्। यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ तातोपानीको व्यवस्थापक समिति बेनी नगरपालिका 4 तातोपानी म्याग्दी केही जानकारीहरू प्रस्तुत गरिएको छ। यस कुण्डमा नुहाउनाले छाला रोग तथा हड्डी रोग निको हुने विश्वास गरिन्छ र यहाँ केही प्रमाणहरू पनि फेला पारेको हामीले जानकारी पाएका छौँ। यसरी 3-4 वटा यसरी कुण्ड बनाइएको छ। महिलाको छुट्टै पुरुषको छुट्टै पोखरी बनाएर तातो पानीलाई प्राकृतिक रूपले तलबाट आएको तातो पानीलाई जम्मा गरेर त्यो कुण्डमा घन्टौँसम्म नुहाएर बसेको यहाँ देख्न सकिन्छ हामीले। ठ्याक्कै म्याग्दी नदीको किनारमा 50 डिग्री सेल्सियस यहाँ दिएको छ। तातो पानी कुण्ड 50 डिग्री सेल्सियसमा रहेको यो पानी हो। सिन्जा भन्ने ठाउँमा रहेको छ। बेनी 4 तातो पानी म्याग्दी जिल्लामा रहेको छ। बडा रमाइलो छ यहाँ साथीहरू। 50 डिग्री सेल्सियसमा जाँदाखेरि सुरुमा बहुत गाह्रो हुन्थ्यो, तर बिस्तारै बिस्तारै शरीरलाई बडीलाई बानी परिसकेपछि त्यो 50 डिग्री सेल्सियसमा पनि आरामले घन्टौँसम्म मजाले बसेर नुहाउन सकिने भइयो। पछि गएर प्राकृतिक सुन्दरताको अनुपम उदाहरण प्रकृतिको गोदमा रहेको यो तातो पानी कुण्ड। हरेक दिन हजारौं मानिसहरू यहाँ आउँछन् नुहाउनको लागि। खास गरी छाला रोग तथा हड्डी रोगसँग सम्बन्धित वृद्धहरू तथा अन्य नागरिकहरू आउँछन् यहाँ नुहाउनको लागि। यस कुण्डमा नुहाउनको लागि विशेष प्रकारको कपडा हुनुपर्छ। यहाँ तपाईले देख्न सक्नुहुन्छ चित्रमा महिला र पुरुषको आफ्नै छुट्टै प्रकारको यहीँबाट लुगा किनेर लगाएर नुहाउन पर्छ। आफूले घरबाट ल्याएको लगाउन मिल्दैन। यो साइडतिर 1 हप्ताको मानिसहरू प्याकेज लिएर दैनिक 50 रुपैयाँ 1 हप्तामा 250 जम्मा गरेर नुहाउने गर्छन् लगातार। र अर्कोतिर भनेको हरेक दिनको एकचोटि नुहाएको 100 रुपैयाँ टिकट गरेर लिएर नुहाउने यहाँ व्यवस्था गरिएको छ। यो अफिस भइहाल्यो यसको। यहाँ विभिन्न प्रकारको मन्दिरहरू पनि रहेको छ।